So this video is about a day in my life as a medical student. अहिले चाहिँ म मेरो साथीसँग बिहान मर्निङ वाक जाने ह्याबिट बनाइरहेको छु। आज हामी नारायण किनारतिर घुम्न गएको थियौँ। त्यहाँ जोरकुसुम पार्क भन्ने छ। अनि कुहिरो लागिरहेको थियो। द भ्यू वाज सो गुड। अलिअलि छेकिरहेको थियो त्यही पनि। अनि त्यहाँ मङ्कीहरू धेरै छ। मङ्कीहरू खेलिरहेको थिए। अनि त्यसपछि हामी फर्किने बेलामा चाहिँ मन्दिर छ, शिवजीको मन्दिर, त्यहाँ मन्दिरमा दर्शन गर्दै अनि फर्केको। आएर नुहाएर फ्रेस भएर खाना खायौँ। अनि अहिले चाहिँ हाम्रो बिहानै लन्च खाने ह्याबिट भएको छ। खानामा चाहिँ त्यही सोयाबिन पुलाउ अनि दाल र क्याप्सिकमको तरकारी खाएँ। अनि किवी खाएर क्लासतिर लागेँ। अनि क्लास चाहिँ हाम्रो 2 पिरियड हुन्छ, 10 देखि 12। अनि क्लास सकेर फेरि 2 घन्टाको हाम्रो ब्रेक हुन्छ। अनि ब्रेकबाट हामी आज चाहिँ लाइब्रेरी बसिनँ, अरू बेला चाहिँ लाइब्रेरी बस्छु। तर आज भोक लाएर होला घरतिर रुमतिरै गएँ। अनि त्यसपछि हाम्रो अहिले पिडियाको पोस्टिङ भइरहेछ, त्यही भएर मैले अहिले पिडियाकै सब्जेक्ट पढिरहेको छु। प्लस पिडियाको प्र्याक्टिकलको लागि पनि हेर्नुपर्छ। अनि त्यो ब्रेकमा चाहिँ मैले त्यही पोस्टिङको लागि र सब्जेक्टको लागि हेरिरहेको हुन्छु के पढ्नुपर्ने छ। इफ एनी मेडिकल्स इज वाचिङ दिस भिडियो, यु क्यान गिभ सजेसन हाउ टु स्टडी, वाट आर द स्टडी टिप्स फर फाइनल इयर स्टुडेन्ट। एज मेरो अहिले 1 महिना नै मात्र भएको छ क्लास सुरु भएको। अनि दिस इज माई फर्स्ट लङ भिडियो इन दिस च्यानल। अनि आई मे बी फम्बलिङ समवेयर, नर्भस भइरहेको छु यो भोइस रेकर्ड गर्ने बेलामा। त्यति स्मुथली चाहिँ भइरहेन, सो बिस्तारै इम्प्रुभ हुन्छ। अनि हाम्रो यो स्टडी सेसन मैले सकाएर त्यसपछि हाम्रो पिडिया पोस्टिङ हुन्छ 2 देखि 5 बजीसम्म। अनि पोस्टिङको लागि गएँ। अनि यो चाहिँ मेरो साथी, यु विल सी हिम इन मेनी भिडियोज बिकज he has also got a channel, दिपेश सुवेदी भनेर। यु क्यान सब्सक्राइब द च्यानल। पोस्टिङ सकेर त्यसपछि म लाइब्रेरी गएँ। अनि आई स्टडी फर 2 आवर्स, देन वेन्ट रुम। अनि खानासाना खाएर हामी एकछिन वकमा गएको थियौँ। सो दिस इज द लाइफ अफ अ मेडिकल स्टुडेन्ट। बाई बाई।